के सोचे थे जिंदगीमा के भयो आज के सोचे थे जिंदगीमा के भयो आज एकाएकै आधी चल्यो दिउँसै पर्यो रात के सोचे थे जिंदगीमा के भयो आज। दर्शकबिन नमस्कार, म आशिष राई र यति बेला चाहिँ म रहेको छु झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर 1 गोलधापमा र सदा चाहिँ आजको यो भिडियोमा चाहिँ मैले एउटा प्रस्तुति लिएर आएको छु। आज अरू दिनभन्दा अलिकति बेग्लै शैलीमा प्रस्तुत भएको छु। किन भन्दाखेरि मैले चाहिँ आज यस गोलधापमा चाहिँ यस चिल्ड्रेन गार्डन एकाडेमी भन्ने स्कुलमा क्यान्टिन गर्दै आउनुभएको एकजना बहिनीलाई भेटेको छु र उहाँ चाहिँ एकदमै राम्रो स्वरको धनी हुनुहुँदो रहेछ। त्यसै प्रसङ्गमा रहेर मैले चाहिँ उहाँसँग केही उहाँको एक दुईवटा प्रतिभा पनि हेरौँ र उहाँसँग केही गफगाफ गरौँ भन्ने मेन हेतुको साथ उपस्थित भएको छु र सर्वप्रथम त उहाँलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार हजुर। तपाईँको पुरा परिचय दिनुहोस् न पहिला। मेरो नाम लक्ष्मी सिटौला हो, यहीँ हल्दीबारीमै बस्छु म। तपाईँको आवाज हामीले सुन्यौँ, अत्यन्तै मिठो लाग्यो। यो सुरुवात कसरी भयो, गाउनु कसरी थाल्नुभयो र आज चाहिँ फेरि यस चिल्ड्रेन गार्डन एकाडेमीको क्यान्टिनमा हुनुहुन्छ है? हजुर। यति मिठो आवाज हुँदाहुँदै पनि तपाईँ यहाँनिर चाहिँ अहिले क्यान्टिन व्यवसायमा हुनुहुन्छ। तपाईँ लगभग त नेपालमा अलिकति गायकी क्षेत्रमै अगाडिसम्म जान सक्नुहुने क्षमता भएको व्यक्तित्व नै हुनुहुन्छ। हजुर। के छ, तपाईँले कहिलेबाट सुरु गर्नुभयो यो जर्नी र कसरी व्यतीत गर्दै हुनुहुन्छ तपाईँको समय यस म्युजिकमा चाहिँ? यस्तो हो, हजुरले यो इन्टरभ्यू लिइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। म सानैदेखि गीत गाउने मान्छे हो। गीत भन्दा पनि भजनमा चाहिँ एकदम मलाई मनपर्ने अनि गीतहरू पनि मनपर्ने। सानैदेखि गुनगुनाइराख्थेँ, तर अब अलिअलि फाटाफुटा स्टेजहरू पनि अलिअलि गीत गाउने प्रयास गर्थेँ। खासै अब त्यो अडिसनहरूमा त गएको पनि छैन, तर टिकटकको लाइभमा बस्दाखेरि एकजना उहाँ युकेमा बस्नुहुने अङ्कलले चाहिँ सङ्गीत सिक बहिनी, लागेको खर्च म गरिदिन्छु पनि भन्नुभएको हो। तर अब आफ्नो घरको व्यस्तताको कारणले अलिअलि अब नेपालमै बसेपछि त अलिअलि कमाइ रोजगारी गर्नै पर्यो, यही क्यान्टिन सम्हाल्दै ओर्दै त्यसरी अब म्युजिकमा टाइम पनि दिन सकेको छैन र त्यति उता पनि ध्यान गएको छैन। यस्तै क्यान्टिन गरौँ के गरौँ, अब घरको पनि त्यही हो। अब कृषि प्रधान देश भएपछि, किसान भएपछि अब त्यस्तै हो, घरको पनि हेर्नै पर्यो। त्यही छ, यस्तो म्युजिकमा चाहिँ मेरो त्यस्तो धेरै प्रगति हुन पनि सकेको छैन। तपाईँले कुनै पनि किसिमको कुनै पनि प्रकारको फिजिकल रूपमा क्लासेसहरू लिनुभएको छैन? मैले अहिलेसम्म कहीँ गएर त्यसरी लिएको छैन। लिनु भएको छैन है? हजुर। तपाईँ विवाहित पनि हुनुहुन्छ? विवाहित, मैले जस्तो गएको आफैले जाने अनुसार गएको, मलाई कसैले सिकाउनु पनि भएको होइन, आफ्नो मनभित्रबाट आएको आवाज हो मेरो चाहिँ। अनि तपाईँलाई गीत गाइरहँदाखेरि तपाईँको हस्बेन्डले के भन्नुहुन्छ? उहाँले त मलाई एकदम धेरै सपोर्ट गर्नुहुन्छ। त गीत गाउँछस् भने तँलाई जहाँ पनि लगेर तँलाई सपोर्ट गर्छु भन्नुहुन्छ। एकदम सपोर्टिभ हुनुहुन्छ मेरो हस्बेन्ड चाहिँ। घर परिवार नै एकदम सपोर्टिभ हुनुहुन्छ। हजुर। भनेपछि एकदमै राम्रो जिन्दगी चलिरहेको छ, म्यारिड लाइफ पनि। हजुर। तपाईँको एकजना नानी पनि हुनुहुन्छ हो? दुईजना नानी हुनुहुन्छ। यही स्कुलमा पढ्दै हुनुहुन्छ? हजुर, यही स्कुलमा पढ्छन् नानीहरू पनि। ढिला नगरिकन हामीले तपाईँको प्रस्तुति सुन्नलाई एकदम आतुर पनि छौँ। हजुर। तपाईँले हामीलाई तपाईँको सुमधुर आवाजबाट एक दुईवटा प्रस्तुति पनि दिनुपर्ने हुन्छ अब। हुन्छ, हस् त, धन्यवाद। कहिले झरे तल तल कहिले पुगे माथि, तिमी मात्र भेटे मैले जिन्दगीको साथी हो। उकाले चढौला ओह्राले झरौला, साथ भन्ज्याङ भने पनि त्यो पानी तरौला, तिम्रै लागि हो भने ज्यानै दिदेऊला, तिम्रै लागि हो भने ज्यानै दिदेऊला।
हस् त धन्यवाद। अत्यन्तै सुन्दर आवाज लाग्यो। तपाईँ कस्तो प्रकारको सङ्गीत रुचाउनुहुन्छ? कुन जनराको गीतहरू, जस्तै आधुनिक भयो, तपाईँले जुन गाउनुभयो अहिले आधुनिक शैलीमा भयो, हजुर। अहिलेको जुन विभिन्न जनराहरू हुन्छन् गीतमा पनि है, हजुर। कुनै शास्त्रीय सङ्गीत पनि हुन्छन् त्यसमा जोडिएकाहरू, तपाईँलाई चाहिँ कुन प्रकारको सङ्गीत मनपर्छ? मलाई चाहिँ अब त्यो सङ्गीतको बारेमा त्यसै खास भएन, अलिअलि सुनेको यस्तै यस्तै गीतहरू अब आधुनिक नै भयो। हजुर। पुरानो गीतहरू कतिको गुनगुनाउनुहुन्छ? पुरानो गीतहरू पनि अलिअलि गुनगुनाउँछु। हजुर। तपाईँको मनपर्ने सिङ्गर चाहिँ को छ पुरानोमा? पुरानोमा मनपर्ने भनेको त अब अहिलेको अब हुनुहुन्छ नि मेलिना राई, अब हुन त उहाँ अगाडिदेखिकै, अब अहिले त आधुनिक नै बनिनुहुन्छ। पुरानोमा आउनुहुन्न, पुरानोमा लेजेन्डरीहरूमा अरू हुनुहुन्छ, उहाँ नै आउनुहुन्छ आधुनिक सिङ्गरमा। हजुर। भनेपछि मेलिना राईहरूको प्राय गीतहरू गुनगुनाउनुहुन्छ। हजुर। तपाईँसँग अरू पनि प्रस्तुतिहरू छन्? हजुर छन्, हिन्दी पनि छन्, नेपाली पनि छ। नेपाली पनि छ। ल अहिलेलाई चाहिँ मैले फेरि एउटा नेपाली नै जोड्न चाहेँ। हजुर। नेपाली एउटा फेरि पुनः एउटा हाम्रो दर्शक श्रोताहरूको लागि सुनाइदिनुहोस् न त। हुन्छ। लहनाले जुरायो कि बहनाले भेटायो, हेरिन्जेलको सम्झना फुटेपछि तिर्दैन जिन्दगानी दर्पण छाया, हेरिन्जेलको सम्झना फुटेपछि तिर्दैन जिन्दगानी दर्पण छाया, भेटाउने दो बाटो। हस् त धन्यवाद। तपाईँमा अलिकति प्र्याक्टिस चाहिँ छैन मेरो, किनभने तपाईँले क्लास पनि गर्नुभएको छैन होइन। हजुर। सुनेकै भरमा यतिको गाउनु भनेको, र तपाईँको आवाजमा चाहिँ एकदमै मिठासपन चाहिँ छ। तपाईँले अझै प्र्याक्टिस गर्दाखेरि अझै धेरै माथि जान सक्ने लेभलको जस्तो लाग्छ मलाई चाहिँ। हजुर। अनि यो तपाईँको क्यान्टिन कस्तो भइरहेछ जिन्दगी स्कुलमा? हजुर ठिकै छ, सबैजनाले मन पराउनुहुन्छ, खाजाहरू रुचाएरै खानुभएको छ, राम्रै छ अहिलेसम्म। अहिलेसम्म एकचोटि पनि कम्प्लेनहरू आएको छैन यस्तो नराम्रो भयो उस्तो भयो भनेर। जे होस् हामी आइकन सबैजना विद्यार्थीहरू खुसी हुनुहुन्छ। तपाईँले चान्स पाउनुभयो र यदि तपाईँलाई कसैले चाहिँ म्युजिक सिक्नको लागि प्रोत्साहन गर्नुभयो र सिकौँ न त भनेर यही ठाउँमा कतै खुल्यो भने तपाईँ त्यहाँ जानुहुन्छ? जान्छु म। यो हल्दीबारी एक भित्रमा एउटा त्यस्तो केही म्युजिक क्लासेसहरू खुल्यो भने म त्यसमा चाहिँ अवश्य जान्छु। अब बिर्तामोडमा छ र त्यहाँदेखि उता उता पनि होला नि, तर मेरो चाहिँ अलिकति टाइम नभएर जान नभ्याएरै हो मैले नसिकेको। यहीँ गोलदाप वरिपरि नै थियो भने चाहिँ म सिक्थेँ जस्तो लाग्छ। हामीलाई सूचना आए अनुसार चाँडै नै गोलदाप बजारमा हजुर शास्त्रीय सङ्गीतको क्लासेसहरू हुने भन्ने कुरा पनि छ। हजुर हामीलाई खबर गर्नुभएको थियो। हजुर सायद तपाईँको इच्छा चाँडै नै पुरा हुन्छ होला। र तपाईँलाई अझै अगाडि यो सङ्गीतको क्षेत्रमा पनि देख्न पाऊँ, तपाईँको व्यापार बिजनेस सबै राम्रो होस्, राम्रो सुन्न पाऊँ, सबलाई शुभकामना भन्दै आजलाई हाम्रो कार्यक्रम यही समाप्त गर्न चाहन्छु। हुन्छ, धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। माया प्रेमलाई सस्तो ठान्यो खरानीको भारा, धोका दियो जिउँदै मर्यो बाँकी के रह्यो र, धोका दियो जिउँदै मर्यो बाँकी के रह्यो र, के सोचे थे जिन्दगीमा के भयो आज, चन्द्र जस्तो तिम्रो मुहार आँखा वरिपरि, जति बिर्सो भने पनि आँसु घरी घरी, जति बिर्सु भने पनि आँसु घरी घरी, के सोचे थे जिन्दगीमा के भयो आज, जागले के फिर हंसी रात हो न हो,
शायद फिर से जन्म में मुलाकात हो ना हो, लग जा गले। हस्त